माया कसम भाग्दैन भगवान कसम भाग्दिन म यिनीहरूले मलाई चिनेकै रहन्छ मान्छे भाग्ने ठाउँै मैले देखेको छैन म कहाँ भाग्छु म भाग्दिन एकदम यहाँ राजा ल्याउने प्रक्रिया भइरहेछ होइन हामी चाहिँ आइरहेछौँ स्कुलबाट सिधै घर नभई स्कुल छोडेर आएछु म चाहिँ एकदम छोरा एकदिन आम जनताको छोराछोरीले पढ्न पाओस् भनेर गणतन्त्र ल्याएको होइन हो एकदम स्कुल छोडेर राजा हो भन्नु होइन तँ पनि एकछिन त्यो हाल्नु होला भाइ एकपल्ट बिहान पनि चुरोट बेलुका पनि चुरोट बाटो हिँड्दा चुरोटै चुरोट भाइ अब यो देशमा राजा चाहियो हजुर यो देशमा चाहिँ नि धेरै किन चाहियो म त राजाकै पालामा जन्मेको राजाले कति राम्रो गरेको थियो होइन पुलिसमा जागिर खान पाएको थियो अहिले माओवादीले गर्दाखेरि मेरो जागिर नै चिप्लियो जागिर नै गयो तपाईँले सिक्री चाहिँ अलिक चोरी हुने चिजहरू सुरक्षित सरकारले राख्नु पर्दैन त के दाजुभाइ होसै भएन आन्दोलनमा अब के गर्नुहुन्छ अब के गर्ने रुने बाहेक अब के गर्नु मैले अब एउटा एम्बेसीले अनावश्यक रूपमा एउटा नोटिस नै जारी गर्यो कुनै पनि बेला कर्फ्यू लागू हुन सक्छ ठुला जुलुस निस्किँदैछन् बाहिर ननिस्किनु त्यो ग्लोबल्ली एउटा चाहिँ नै अनावश्यक प्रचारको कुरा मात्रै हो वास्तवमा त्यस्तो केही पनि होइन 10-15 हजारका जुलुस नेपालमा निस्किन्छन् कर्फ्यू आदेश पालना गराउन तिनकुले क्षेत्रमा नेपाली सेना खटिएका छन् भने कर्फ्यू राति 10 बजे सकिनेछ अहिले पनि जडीबुटी सिनामङ्गल एरियामा आगलागीको खबर छ अन्तिममा अब मार्ने कानुन देशमा छैन यी नेता बुढाहरू पनि नाताले तपाईँको प्रचण्ड ओली देउवा सबै नाता केलाई भने तपाईँ हाम्रो आफ्नै मान्छे पर्दा रहेछन् यिनीहरूलाई राष्ट्रिय प्राणी उद्यान भन्ने भक्तपुरमा 255 हेक्टरभन्दा माथिमा 8.5 अर्ब नेपाली जनताको लगानीमा बन्दैछ त्यो जाउलाखेलको चिडियाखाना त्यहाँ सरेर जाने हो ओली देउवा प्रचण्ड लगायतका यी सबै राष्ट्रघातीहरूलाई कोठा बनाएर राखौँ नेपाली जनतालाई शनिबार 5 रुपियाँ टिकट राखिदिउँ विदेशीहरू आयो भने अमेरिकन इन्डियनहरू आयो भने देउवाहरूलाई 30-35 हजारको दरले तोकौँ 5 रुपियाँ नेपालीलाई राखौँ र लोकतन्त्र भनेको लुटतन्त्र मचाइरहेछ अब यो पहिला राजाको पालामा श्री पशुपति नारायणले के अरे नेपाली जनताको रक्षा गरोस् भनेर समाचार सुन्न पाइन्थ्यो अहिले त बिहान उठ्दा के सुन्न पाइन्छ 91,000 टाउकोमा ऋण पुग्यो भन्छ केही भन्दिनँ त तपाईँबाट इन्डिङ गर्दा कस्तो राम्रो हुन्छ होला अब यो आजको यो र्याली देखेर अवश्य पनि यो गणतन्त्रको गाँड त हल्लियो होला त्यसैले अब अझ पनि गणतन्त्रकै पछाडि त्यसलाई सपोर्ट गर्ने कोही हुनुहुन्छ भने एउटा भित्री मनले आफ्नो आत्माको आँखा खोल्नुहोस् एउटा मात्र पोइन्ट भन्दिनु यहाँको नाम मेरो कमल गुरुङ कहाँदेखि आउनु भएको धादिङ जिल्ला आन्दोलनकै लागि आन्दोलनको लागि आऊ म एउटा मात्र कुरा भन्नु छ है मैले चाहिँ केपी र सेरे चाहिँदैन गणतन्त्र फाल्न पाइँदैन तपाईहरु मिलेर पैसा खाएर आए कांग्रेस चियापट्टि भमन खत्तम कसले आएर देश बचाउँछ मलाई चाहिँ थाहा भएन तर देश चाहिँ हाम्रो राम्रो हुनु पर्यो हिजोको दिनभन्दा आज राम्रो हुनु पर्यो हामीबाट सुरु हुनु पर्यो अरूबाट होइन अरू भन्दा त्यस्तै हो होइन दुर्गेश थापा हो देश बचाऊ मेरो लागि चाहिँ बंगलादेश खाने पाएको छैन हाम्रो नेपाललाई जति खान्छ खाओ न ल तपाईहरु खान पाएको हो कि हैन भोकला छ छैन हामीले खायौं के खानु हो तपाईहरुले ए फलफुल आएको हैन फलफुल ल्याएर खाइदेऊ केटा मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब अब पर्यावरण लडाई पनि गर्न सक्छु भनेर पाइट लगाएको त्यसैले हैन आई एम स्टिल स्ट्रेन्थ लाइक अ जेन्ट्स भनेर पाइट लगाएको
असली ग्यासको बिचमा फस्यो यार म बाँचिँदैन जस्तो छ आज त जनताले तपाईँलाई जवाब दिन्छन् गुल्सको गुरुजी एमाले मेरो टिका लाउनु पर्ने थियो टिका लाउनु पर्ने थियो ताल परे मेरो केटी हेर्नु पनि दिन्छ आज केटी हेर्नु पनि समय 2 बजी थियो अहिले 3 बजी होला मेरो गयो फुल्छ मेसेन्जरमै हेर्नु न समय भएको छैन अहिले समय भएको छैन त्यो समयमा ढुङ्गा पनि बन्द हेर्दै जाउँ लेट अस वेट हैव सम पेशेन्स अब समय आयो होइन कति लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने सिरोको स्वाभिमानी नेपाली हुन्छ